जापान पुगिसकेपछि नेपाली विद्यार्थीहरू हराउने पहिलो कारण के हो तपाईँहरूलाई थाहा छ? ट्रेन सिस्टम नबुझ्नु हो। जापानको ट्रेन सिस्टम एकदमै अपडेटेड र मोडर्न छ। आजको भिडियोमा जापानको ट्रेन सिस्टम बारे सिम्पल वेमा बुझौँ है त। जापानको ट्रेन सिस्टम संसारकै बेस्ट मध्येमा एक पर्छ र एकदमै फास्ट र एक्ज्याक्ट टाइममा चल्छ। जापानमा मुख्यतया 4 प्रकारका ट्रेन रहेका छन्: शिनकानसेन, जीआर लाइन्स, सबवे र प्राइभेट लाइन्स। शिनकानसेन अर्थात् बुलेट ट्रेन, यसलाई लङ डिस्टेन्स ट्राभलको लागि प्रयोग गरिन्छ र यो सुरक्षित र भरपर्दो पनि मानिन्छ। र अर्को रहेको छ जीआर लाइन्स, यसलाई दैनिक ट्राभलको लागि प्रयोग गरिन्छ। र अर्को रहेको छ सबवे, यो ट्रेन सिटी एरियामा चल्ने ट्रेन हो र विशेष गरी टोकियो, ओसाकामा धेरै युजफुल हुन्छ। र अन्त्यमा प्राइभेट लाइन्स, यो ट्रेन लोकल ट्रेन हो र अलग अलग कम्पनीले जीआर बाहेकका रुटहरूमा यसलाई चलाउँछन्। जापानमा ट्रेनमा ट्राभल गर्ने दुई सिस्टम रहेका छन्, टिकट सिस्टम र अर्को आइसी कार्ड सिस्टम। टिकट सिस्टम भनेको चाहिँ मेसिनबाट टिकट किनेर आफूले ट्राभल गर्ने डिस्टेन्स अनुसार पैसा तिर्नुपर्छ र जति टाढा जानुहुन्छ त्यति नै भाडा क्याल्कुलेट हुन्छ। आइसी कार्ड भनेको चाहिँ ट्याप गरेर इन्ट्री र एक्जिट गर्ने हो र यो सबैभन्दा सजिलो तरिका हो। भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला।